पहाडतिरको लागि घुम्नको लागि स्पेसल आइरहेका छौँ। लाग्छ यहाँलाई यो पहाडको सुन्दरता निकै मनोरञ्जन भइरहेको छ भन्ने हामीले अनुमान गरिरहेका छौँ। यति बेला हामीसँग गणेश अनि यति बेला हाम्रो केशव प्रकाश रवि सर हामी सँगसँगै हुनुहुन्छ। हामी पहाडको लागि घुम्नको लागि जाँदैछौँ। रवि सर यहाँलाई स्वागत छ। हजुर सर नमस्ते। दिपेन्द्र मुस्कानलाई मेरो तर्फबाट पनि धेरै धेरै सर तपाईँसँग लामो समयदेखि हाम्रो सहयात्रा भइरहेको छ होइन, खुसी लाग्छ तपाईँहरूसँग यसरी सहयात्रा गरिरहँदा निकै खुसी लाग्छ होइन। धन्यवाद राजा। तपाईँ निकै मनोरञ्जन होइन यो पहाडतिर घुमिरहँदा कस्तो लागिरहेको छ यहाँलाई? धेरै रमाइलो लागेको छ राजा। धेरै सालको बाद यस्तो पहाडमा घुम्न भन्नेको त यो एकदम रमाइलो चिज हो। काफल टिप्न आइएको छ धेरै सालको बाद। लाग्छ यो मनोरञ्जन यो पहाडतिरको दृश्यले लाग्छ कि हाम्रो पुर्खाहरू बसिरहेको ठाउँ पुर्खाहरू बसिरहेको दृश्यलाई हामीले अँगालिरहँदा निकै मनोरञ्जन र मनोरञ्जनको क्षेत्रमा अझै अग्रसर जस्तो लाग्छ। गाउँमा बसौँ जस्तो लाग्छ होइन? बिल्कुल राजा। आज भोलिको समयमा मान्छेको धेरै जस्तो सहरमै बस्न खोज्छन्। पक्कै पनि रवि सर आजभोलि गाउँ छोडेर सहर बस्नेको लहर निकै बढिरहेको छ। हामी आज पहाडको यात्रामै छौँ। अब हामीले एउटा गीत सुन्दै हाम्रो यात्रा अगाडि बढाउन चाहन्छौँ। आमाले घाँस काट्दै गर्दा जन्मेको मान्छे हो। आमाले घाँस काट्दै गर्दा पिरमा जन्मेको मान्छेमा, आमाले घाँस काट्दै गर्दा पिरमा जन्मेको मान्छेमा